भारतले नेपालको मात्रै भूमि मिचेको होइन, हजुर नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ। हजुर यो आशयको त्यो यो भन्दा पहिला त हामीलाई तथ्य प्रमाण त हामीले भेटाएको छैनौँ। विभिन्न ठिकै छ, त्यसको जिम्मा प्रधानमन्त्रीले लिनु होला, जवाफ पनि उहाँले दिनु होइन, होला नि। विज्ञहरूले चाहिँ पनि भन्नुभएको छ कि यस्तो तथ्य प्रमाण आजसम्म हामीले भेटाएको छैनौँ र त्यही प्रश्नमा तर हामीलाई त्यो माग्दाखेरिमा चाहिँ टेबल किन उठाउनु पर्यो? हजुर तपाईले त्यही चीज उत्तर माग्दाखेरिमा टेबल किन उठाउनु पर्यो? टेबल मैले किन हान्नु पर्यो? मैले फ्ल्याङ मर्यादा पालकमाथि किन चढ्नु पर्यो? या यस्तो पनि हुन सक्छ, हजुर या मेरो प्रश्न बढी हुन्छ, हजुर हजुर त्यहाँ त्यो दिनमा रोस्टममा प्रधानमन्त्री नै भावे प्रधानमन्त्रीमाथि पनि तपाईँहरूले आक्रमण गर्नुहुँदो रहेछ। हजुर मैले भन्न मिल्यो कि मिलेन? मिलेन। हामीले आक्रमण गर्न गएकै होइन, हामी सभामुखज्यूलाई पनि आक्रमण गर्न गएको होइन। हामी त आफ्नो अधिकार खोजेको, प्रतिपक्षको अधिकार कुर्सी उचालेर पाइन्छ भने कुर्सी उचालेर मैले राख्नलाई उचालेको सर। कुर्सी तपाईँको झोलामा होइन, अर्को कुर्सी माथि राख्न खोजेको मैले। त्यो कुर्सी अटाउने हामी खुट्टा राख्ने ठाउँ थिएन, अनि त्यो कुर्सी उचालेर अर्को कुर्सी हाम्रो सत्ता पक्षका मान्यज्यूहरू अगाडि हुनुहुन्थेन र हामीलाई उताबाट मर्यादा पालकज्यूहरूले हामीलाई धकेल्नु भयो, यताबाट हामी प्रतिपक्षका मान्यज्यू थियौं। अनि त्यहाँ धकेलामा मेरो खुट्टामा चोट पनि लाग्यो, अनि मलाई झनक्क रिस पनि उठ्यो, चोट लागेर झन् मलाई। त्यसपछि कुर्सी उचाल्दै नै, त्यसपछि मैले कुर्सी उचालेर आफ्नो ज्यान जोगाउनको लागि म टेबलमा चढेँ। पहिला उहाँले चढ्नुभएको थियो। कुटपिट गर्न कसैलाई, जस्तै तपाईँको एउटा फोटो आयो नि हैन? हजुर, त्यो त एआईले बनाएको सर। मैले यसरी गरेकै छैन, मैले प्रत्यक्ष यसरी गरेकै छैन। मैले हात उठाउनलाई, नारा लगाउनलाई हात यसरी उठाएको हो। हामी विद्यार्थीहरू नारा लाउँदा मैले त्यसरी उठाएकै छैन, त्यो एआईले बनाएको छ, एआई को कमाल हो। मैले त्यसरी उठाएकै छैन, म होइन, म उठाएछु। सुन्नु न सर, तपाईको नाममा चाहिँ हजुर यसलाई सुधार गर्न मिल्छ। हजुर, सिक्ने र सिकाउने प्रक्रिया हो। हजुर, यसैलाई अन्तिम निष्कर्ष बनाउनु जरुरी पनि छैन। खै पूर्व उपसभामुखले पनि भन्नुभयो नि, हजुर, राम्रा कुरा छन् त्यसलाई अंगीकार गर्दै जाउँ, हजुर, नराम्रा कुरा छन्